यही घर हो। आजभोलि त त्यस्तो छैन राम्रो। अब मान्छेहरू पनि बसाइ सर्दै गयो। यो चाहिँ ढिक्की, कतिलाई थाहा छ यो ढिक्की। अनि यो घर यहाँ माथितिर सुत्थ्यौँ हामीहरू। अनि बिचको आजभोलि त्यस्तो मान्छेहरू नबस्ने भएर यो भित्र यस्तो छ। यहाँ समाजहरू थोरै मान्छे माथि त बन्द होला सायद। माथितिर लाइट छैन है, लाइट छैन। अहिले म देखाउँछु सबै। यस्तो सिस्टम छ। खोलिदियो भने यो घर चुल्हा यो कतिलाई थाहा छ। यो माथिल्लोपट्टि गुन्द्री फाले चाहिँ रहेछ अझै पनि। यो चाहिँ भाँडा राख्ने बनाएको। यो चाहिँ मसलाहरू पिस्ने। यो चाहिँ भर्याङ भइहाल्यो। माथिल्लोपट्टि नि छ फेरि भर्याङ, बोली छ होला। माथितिर यो चाहिँ 3 तलाको यसैमा हुर्केको हामी। जाने छ यो माथि चाहिँ भित्ता। यो चाहिँ सामान राख्ने बनाएको। के सामान छ यहाँ त थाहा छ। यो खेत जोत्ने के भन्छ फाली हलो। बाहिरतिर यस्तो देखिन्छ। आजभोलि त यस्तो छैन, यो सबै गइसकेछ। सानोमा यस्तैमा खेल्थ्यौँ माथि। त्यो छ। हिँड्न डर पो लाग्छ त अहिले त। डर लागिरहेछ हिँड्न। मान्छे भयो त सबैमा भइदिएको। सबै माथितिर निस्तो भइसकेछ। मान्छे नबस्ने भएर सबै घर डर लागिरहेछ हिँड्ने त कस्तो कस्तो। यहाँदेखि अवस्था देखिन्छ। यहाँ चाहिँ मल्ला लेक भन्छ। माथिल्लो लेक माथि पिपलको बुट्टा। यो चाहिँ डिल्लिउ डाँडा भन्छ यसलाई। यो चाहिँ पछि हालेको घर। आजभोलि बस्ने गरे यो त हामी त बस्दैन।
टिक्की